हाम्रा नेपालका लोकप्रिय गायिका रमिला नेउपानेको ज्यूको पनि आगमन भइसकेको छ हेर्न सक्नुहुन्छ र उहाँलाई हामी यतिखेर खादा ओडाएर स्वागत गर्ने कार्यक्रम गरिरहेका छौँ र हाम्रो दिदीले खादा ओडाएर स्वागत गरिसक्नु भएको छ भने हाम्रो सरले पनि गरिसक्नु भएको छ र हाम्रो सिस्टरहरू पनि गरिसक्नु भएको छ हेर्न सक्नुहुनेछ है गाइस र हाम्रो दाइले पनि खादा ओडाएर उहाँलाई स्वागत गर्दै हुनुहुन्छ अनि चाहिँ हाम्रो सरले पनि स्वागत गर्नु एकैछिन है त उहाँले यतिखेर सबैले नमस्ते भन्दै स्वागत गरिरहनु भएको छ है अनि नमस्ते म्याम तपाईँलाई नमस्ते अनि कस्तो रह्यो त तपाईँको आजको यात्रा ओके अनि आज तपाईँ आजको कार्यक्रम चाहिँ कस्तो होस् भन्न चाहनुहुन्छ अनि ग्रिसमा रहनुहुने नेपालीले चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ चाहिँ सम्पूर्ण ग्रिसमा हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म रमिला नेउपानेको तर्फबाट हार्दिक नमस्ते भन्न चाहन्छु अनि एक्साइटेड पनि छु म पहिलोचोटि ग्रिस आएको युरोप 4-5 पटक भिजिट गरेको छु र ग्रिसमा प्रोग्राम गर्ने मौका पाएको थिएन पहिलोचोटि आएको छु र जहाँसम्म लाग्छ आदरणीय पशुपति दाइ हुनुहुन्छ हजुर हुनुहुन्छ आजको कार्यक्रम एकदम धमाका नै हुन्छ र गर्नुपर्छ है सबैजनालाई चुलो निम्तो छ भन्दै हामी आज हामी बेलुका 7 बजेको प्रोग्राममा हामी भेट्नेछौँ सबैजनालाई चुलो निम्तो है त ल यतिखेर हामी फाइनल्ली हाम्रो नेपालका पपुलर सिङ्गर श्री रमिला दिदीको बिदाईको लागि चाहिँ हामी एयरपोर्टमा छौँ र हाम्रो जिके दाइले चाहिँ उहाँलाई अब खादा ओडाएर बिदाई गर्दै हुनुहुन्छ भनेर अब हाम्रो त्यसै गरी हाम्रा सन्दीप कुमार यहाँनिर शनि भाइ बनाइसक्नु भएको त उसलाई चाहिँ खादा ओडाएर बिदाई गर्दै हुनुहुन्छ ल दिदी के छैन शुभ यात्रा भेट्दै गरौँला है राम्रोसँग जानु होला इन्जोय युर ट्रिप ल बाई दिदी